Привет, здравствуйте, नमस्ते। आज चाहिँ हामी बिहानदेखि बेलुकासम्म खाने खानालाई कसरी भन्छौँ है त रसियनमा। बिहानको ब्रेकफास्टलाई चाहिँ हामी जाफ्त्रकत भन्छौँ। जाफ्त्रकत ब्रेकफास्ट खानुभयो भन्नलाई वी जाफ्त्रकली। वी भनेको हजुरले ब्रेकफास्ट खानुभयो। अब लन्चलाई चाहिँ आबेद भनिन्छ। वी पाबेदली भनेको चाहिँ हजुरले लन्च खानुभयो भनेको। अनि डिनरलाई चाहिँ वी पाउजनली भनेको हजुरले डिनर खानुभयो। वी पाउजनली हजुरले डिनर खानुभयो। ती भन्दा पनि हुन्छ, वी भन्दा नि हुन्छ। हामीले रेस्पेक्ट गरेर बोल्नु पर्दाखेरि चाहिँ वी भनिन्छ, नत्र ती भन्दा नि हुन्छ। साथी, आफ्नो घर, फ्यामिली सबैलाई ती भनिन्छ। ती भनेको तिमी, वी भनेको हजुर। वी चाहिँ अलिक टाढाको मान्छे र नचिनेको